नेवानीको लागि केटा चाहियो है। ल ल अब T20 वर्ल्ड कपमा आइसिसीले अचानक नाम एनाउन्स गरिहाल्यो नेपालबाट। अब अलिकति तयारी त गर्नु पर्यो, हातसाथ खुलाउनु पर्यो भनेर सन्दीप दाइ जानु पाउनु भएन। अब मै भयो नि जान्छु भनेर आँटेको छु। हेरौँ। मेरा सफा स्पेन पहिला स्पेन। दाजुभाइ दिदीबहिनीहरू अब नेपाल टिममा अलिकति अफ स्पिनरको कमी पनि देखेँ मैले। त्यसको लागि पुरा गर्नको लागि मैले मेरो मेहनत पुरा गर्नुपर्ने हुन्छ। अलिकति कोहली जस्तो हुनलाई मैले अलिकति चुइगम पनि चपाएको छु। नमस्ते मेरो दाजुभाइ दिदीबहिनी, नमस्ते 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 नमस्ते। आँखा नै पानी पसेर ब्लर आए जस्तो भएको छ कि आज T20 वर्ल्ड कपको लागि सानो खालको तयारीको लागि मिटअप सेलिब्रेसन पनि छ। हाम्रो साथीहरूसँग कोलाबोरेसन भनौँ न, हरेक मान्छेहरूसँग नयाँ खालको नयाँ तरिकाले कोलाबोरेसन, निहुरेर हिँड्ने के ठुक्राएर हिँड्ने कि मसँग हिँड्दा त अलिकति फ्रेस छैन कि। आन्टी नमस्ते। आन्टी आन्टी नमस्ते। आन्टी बिजी हुनुहुन्छ, घाममा पैसा सुकाछु। सुकाउ सुकाउ भन्छ। घामले हामीलाई सुकाइसक्यो। नेपालमा त आमामा उत्तर छ नि यस्तो गर्मी। कस्तो गर्मी भएको है। ओभर एक्टिङ त कारण सम्धि आएन कि फेरि क्रिकेट खेल्न हुर्के गरेको थियो सम्धिले, मैले पनि हुर्के गरेको थिएँ। अब यस्तो भाषा बोल्न मलाई रहर लाग्यो तर जान्दिनँ का। अनि के हो भने हामी चाहिँ T20 वर्ल्ड कपको लागि अब तयारी गर्नु पऱ्यो। नेपाललाई जापानतिरैबाट सपोर्ट गर्नु पऱ्यो, साथ समर्थन गर्नु पऱ्यो। चेस म फेरि लेमन टी कोक सोक यो पानीहरू त्यस्तो पिउने होइन कि, शुद्ध प्योर पानी पिउने। पानीमा केमिकल हालेर कोक बनाएछ, रसायन बनाएछ, भिटामिन सी, क्याल्सियम, कार्बोहाइड्रेट, प्रोटिन यो भनेर चाहिँ कहाँनिर स्वास्थ्यको लागि शुद्ध प्योरेट पानी। धोका लागेन त हुँदैन केटा हो। गर्मीले पोल्यो मान्छे। आमा धन्न नेपालमा चितवनमा यतिको बिजी छैन कि, यतिको भिडियो हुने त कति लडा मान्छे होइन। यस्तरी 8 बस्छु दादाहरू त वर्ल्ड कपको लागि तयारी, T20 वर्ल्ड कपको। सन्दीपलाई जान पाउनु होइन। अब म एप्लाई गर्छु। म दाइलाई रिप्रेजेन्ट गर्न त सक्दिनँ, त्यही पनि म जान्छु अमेरिका। बेलुका 11-12 बजी त्यो ठ्याक्कै हिँड्छ यताबाट। सपना भिजा दिन्छ नि हामीलाई मजाले। हामीलाई होइन यहाँबाट दिन्छ क्या, यहाँको भिजा हान्ने। जिन्दगीभरि ट्रेनको धक्का खाने, बस्ने, हल्लिने, यता हल्ले उता हल्ले, ट्रेनमा हिँडे, ट्रेनलाई भाडा दिए, त्यतिमै गयो जिन्दगी। 1.5-2 वर्ष बितेको थाहा उहाँ फेरि व्यस्तता अब आफ्नै पारा छु। साथीहरू सबैजना कामबाट फर्किनु भएको छ है हाम्रो जापानिज साथीहरू। कोही काममा अफिस होइन, यतिखेर त तपाईँको काम सकिने टाइम त हो नि। सबै ब्रेकबाट नि हिँड्नु भएको छ उहाँहरू। तर उहाँहरू कोही घुम्न नि हिँड्नु भएको छ। साथीहरू हो बुढेसकालमा यस्तरी पनि हिँड्नुपर्ने है जग्गा। तिमी अल्को हुन्छ, म डल्लो मान्छे अल्को अल्को रहन्छ। ल हेर म यस्तरी नै हिँड्ने होला, बुढी तिमी यस्तरी हिँड्ने होला। बस कुरेको अघि हामी त्यहाँनिर थियौँ, त्यहाँबाट त्यो बस त्यहाँबाट औँलाले यहाँ देखा यहाँ यो बस कुदेर उहाँ गयो। हजुर के भने ल सोधेर आउनु ल। क्रिकेट खेल्न जानलाई यस्तो धाउधाउ छ। बस चढेर ट्रेन 2-3टा ट्रेन गरेर जानु। काम गर्ने मान्छेहरू सबैजना बुढापाका मान्छेहरू बजार डुल्ने घुम्ने सिट पाएनन् बुढियामाले। अलगटा स्थानको दिदीबहिनीहरू बस्नु उभिन नि मजा आउने। बस्नु भन्दा नि उभिन मजा लाग्छ। टेम्पोमा, जिपमाथि के बसमाथि कस्तो मजा हुन्थ्यो सानसानोमा। दाजुभाइहरू यता पनि होइन, यहाँ देखाउनु पऱ्यो नि साथीभाइहरूलाई। यहाँ त मुत्ने ठाउँमा नि तपाईँहरूको त जङ्गलमै मुता रहेछ नि। यहाँ त जापानिजहरू आएर नि अहिले यता शान्त ठाउँतिर मुताउँ है। ओहो विकासे घाँस रुम्रेको। आहा फिल त नि त चराचुरुङ्गीको भुइँ सुन्न धेरै पछि मुत्न पायो त सम्झि ग्याङ। दाजुभाइहरू अब T20 वर्ल्ड कपमा आइसिसीले अचानक नाम एनाउन्स गरिहाल्यो नेपालबाट। अब अलिकति तयारी त गर्नु पऱ्यो, हातसाथ खुलाउनु पऱ्यो भनेर सन्दीप दाइ जानु पाउनु भएन। अब मै भयो नि जान्छु भनेर आँटेको छु। हेरौँ।
यो क्या चोलो काचे लुसे दाजुभाइ दिदीबहिनीहरू अब नेपाल टिममा अलिकति अफ स्पिनरको कमी पनि देखेँ मैले। त्यसको लागि पुरा गर्नको लागि मैले मेरो मेहनत पुरा गर्नुपर्ने हुन्छ। अलिकति कोहली जस्तो हुनलाई मैले अलिकति चुइगम पनि चपाएको छु। ओके दाजुभाइ दिदीबहिनीहरू, मेरो अफ स्पिनको कमाल हेरौँ न त कति छक्का खान्छु एक ओभरमा। एक दुई पल्ट ट्राई यतिकै त्यसपछि गरौँला नि। सम्झिले दादाहरूसँग च्यालेन्ज राखेर हुन्छ। यस्ताले दादाहरू च्यालेन्ज राखेर हुन्छ। भागे कोई सुनते नहीं है। क्या साथीभाइहरू देख्नु सक्नुहुन्छ। ठिक्क फेरि झऱ्यो चर्चमा। यतिको गाडी चाहिँ किन्नुपर्छ लाइफमा। स्ट्रगल अब कति गर्नुपर्छ आफै सोचेर गर्नु साथीभाइहरू। तपाईँले मैले हेलो छोरी अंकल हेलो भन्नु। हेलो छोरी। छोरी त कति गोरिया हिँड अबे मलाई भन्न खोजेको न गोरिया हामी काई म कालिया हुँ। हैन गोरिया छोरी त अब त हिरै भइन्नी हो नि त। अब पिंकी तिमी छोरी हो क्या? मेरो सेम बिचारा आफै बच्चा हिँड्नु नि। झन् तपाईको चाहिँ छोरी हो कि सँगै दिदी? मलाई चाहिँ हैन अहिलेसम्म केही रहर लाग्थेन हैन। बहिनी नानी देखेर के म नि अब मेरो नि अब हुन्छ होला अब 2-3 वर्षमा त 2-3 वर्षमा कुर्न सक्दिन होला नि छोरी है। कहाँ भन्छ न किन रहर लागेन छोरी पाउन भने के हेर न यति क्युट हुन्छ के। क्युट त भयो। पोते लाउने त्यो बे गर्न मन लाग्यो नि। मलाई त पोते लाउने पोते यहाँ झन् पोते यति राम्रो रहेछ हैन। कस्तो देख्छ मलाई सिन्दुरको कमी मात्र छ एउटा। लगाइदिनेको कमी। तिमीले यस्तो गर नि तिम्रो पाले पाल लाउने गर सिन्दुर त्यसरी त हुन्न। तर मेरो बिलसँग बे गरे म लाउन मिल्छ कि लायो भने चाहिँ हैन।
कस्तो लगाइदिउँ हो र तिमी अनि तपाईको बे भइसक्यो नि त कहाँ भएन नेवारहरू त बेलसँग बिहा गर्छ नि सानोमा मलाई सानो मम्मीले नेवारहरू बिहा गरेको थियो मम्मी बुढा खै भन्दाखेरि विदेश छ भन्थे होइन हार मम्मी थापा हो दराजभित्र राख्छ क्या दराजभित्र हामी त बाक्साभित्र के उसलाई मेरो हस्बेन्ड पहिलो हस्बेन्ड दुईटा बिहा हुन्छ नेवारहरूको 3टा हुन्छ सूर्यसँग नि भयो मेरो सुरेश सुरेशसँग नि बिहा हुन्छ कति को के रुखसँग हुन्छ कि हुन्न हुँदैन रुख भनेको बेल त भयो नि बुद्धि हेर त यसको रुखसँग हुँदैन त बेलसँग चाहिँ हुन्छ रुखको चाहिँ फलसँग हुन्छ बेलको त्यो पूजा गर्छ नि त्यो उसलाई फललाई पनि बेल खाँदैन त्यही भएर बेल त हामीले एकदम बच्चामा त धेरै खान्थ्यौँ त्यही भएर हामीले चाहिँ उयो गरिसकेपछि बेल खाँदैनौँ कि अहिले पनि बेल खाँदैन गुफा गरिसकेपछि ए त्यस्तो हुन्छ नेवारहरूको कहानी फुटाउनु नि हुन्छ अनि यो नेवार र श्रेष्ठको चाहिँ फरक के खास एउटै हो कि नेवार भित्रै श्रेष्ठ पर्ने हो कि नेवारमा चाहिँ धेरै कास्टहरू पर्छ तर तिमी तामाङ हो मम्मी तामाङ बाबा छ तामाङ भर्सेस नेवारको राम्री हो यहाँ नानी राम्री छ भन्दैछ बाहुनी राम्री बाहुनी त झन् राम्रो लाग्छ मलाई कडेलहरू मनपर्छ क्या कडेलै हो ए नानी कडेलै हो मलाई कडेलहरू मनपर्छ कि मसँग यसरी नानी मान्दो रहेछ क्या म त अब सोचिरहेको छु सोचेर हुने होइन नानी प्लानिङ नानी सोचेर हुने होइन अब ड्याडी त खोज्नु पर्यो नि त मैले अब नानी चाहिँ एक्लै चाहिँ कसरी फेरि ड्याडी अब कताबाट खोज्यौ त तिमीले अब तिमीले अब यिनलाई खोजिन्छ दिदी यिनी धेरै रहर गरिन् अब होइन तिमीले अब क्याप्सनमा लेखिदिनु पर्यो कि फुलकुमारीको लागि नानीको ड्याडी नेवार नै चाहियो तिमीलाई चाहिँ कस्तो कास्टको केटा चाहिएको त्यो कास्ट हेर्छौ कि हेर्दैनौ कास्ट डजन्ट म्याटर कास्ट अब भनेपछि छोरी चाहिँ फेरि यस्तै जन्मिनु पर्यो कालो सालो हेरिदिनु त्यस्तो भयो छोरी त्यस्तै गोरी चाहिन्छ फेरि यसरी यसरी मम्मीले छोरीको यसरी फोटो खिच्नु पर्यो यस्तो गरेर यस्तो गरेर त्यस्तो नि गाई नभएर हुन्छ र भनेको कि म कालीदेखि छु होइन गाली त देखेन आमा खोजिनु बिचार नानीले नानीलाई त फुल बुट्टा भरेको कपडा लगाइकन आज के चाहिएको तिमीलाई नानी ए जापान बसेर कहाँ छोरी पाइन्छ त नि बिहा गर्नु पऱ्यो नि त छोरी पाउनुलाई त होइन छोरी भन्नु छोरी भन्दै अङ्कल भन्नु चुप्पा गर्दैन गाह्रो मानिसक्यो कति गाह्रो है बच्चालाई हुर्काउन बढाउन है यत्रो ठुलो बनायो यत्रो छोरीलाई ठुलो बनायो अनि लास्टमा यस्तो हुन्छ नि छोरी पाउनु रहर लाएर हुन्छ भने कि छोरी पाउनलाई ड्याडी खोजेर हुन्छ के भन्ने होला म त बस हेर त कस्तो आयो खायो कि यो टिकटकले नेपाल फुलकुमारी नेपाल खाइन् एक्सप्रेसन हेर न मेरो अनमोल दाइसँग त एउटा फिल्म बनाउनै पर्ने भयो कि मैले ल नेवानीको लागि केटा चाहियो है ल ल 10 वर्ष जेठो भयो नि हामी त भन्छौँ केटाहरूलाई त बस नेवारीलाई केटा चाहियो कि रहेछ मैले थाहा भइसकेँ तिमी नबनाउनु टिकटक तिम्रो नाम के अरे सन्तोषी हेर्दाखेरि महत्त्व जस्तो देखिन्छन् तर तामाङनी रहेछ नि चाहिँ तिमी के छेत्री रे एकजनासँग इन्ट्रोडक्सन गराउनु पर्ने भयो हाम्रो अस्ति पुजार साकी उत्कृष्ट मुभी हेर्न जाँदा हाम्रो नेवारनीजीले भेटाउनु भएको थियो कार्कीहरू यति राम्रो हुन्छन् भन्ने मैले सोचेको थिइनँ तिमीभन्दा अग्लो पनि हुनुहुन्छ नि फेरि होइन अरूको त फरक पर्दैन नि हामीलाई है पर्दैन मन मिल्नु पर्यो के अनि म चाहिँ के त तिमी नि छौ तिमी नात्यौ न अब मलाई त अब कार्कीहरू फर्स्ट टाइम यति राम्रो भेटेको फेरि एउटै गोत्र पर्यो गोत्र नमिल्ने हो कि जस्तो नि भयो दाजु बहिनी हो हाम्रोतिर त फेरि बाबा त फेरि मलाई त ढुङ्गा मन पर्यो भने चाहिँ हो के हो
ढुङ्गा मन पर्यो भने नि के हो माटो मन पर्यो भने नि दाजु बहिनी फेरि मिल्दैन दाजु बहिनी होइन क्या हाम्रो गोत्र एउटै हो दाजु बहिनी हो दिदी भाइ कार्कीर उसको हेर न कति वर्ष जेठो सानो त मिलेछ गोत्रतिर नजाउँ तिमी गोत्र मिल्दैन एज डजन्ट म्याटर इन लभ अलि त यस्तरी भिडियो यसो फ्ल्याट ला त्यही पनि ल्याउ न यस्तरी अझै मिलेन क्या अरू जोडी त अझै लिभेन मिल्यो आँखामा हेर्नै सकिएको छैन अब तिम्रो आँखा हेर ल लाज लाग्यो तपाईँ कतिचोटि जानुभयो नेपाल म 3 चोटि गएँ गर्लफ्रेन्ड भेट्न गयो होइन म त एकचोटि पनि म यहीँ छु नि त हजुरलाई म लिएर जान्छु नि अब कहिले जानुहुन्छ म त 2 वर्ष पछि म कुर्छु 2 होइन 10 वर्ष पनि म जान्छु नि हजुर नि हजुर त हाम्रो बिहामा लोकन्ते लोकन्ते होइन चाहिँ के हो फेरि दुलैको छेउमा बस्छ नि दुलैलाई चाहिँ अब केही गाह्रो पर्ला अथवा केही कुराहरू सेयर गर्नु पर्ला त्यो दुलैको बिचमा जस्तो तिम्रो म बसेको बेलामा जग्गामा अब हामीलाई केही फ्याट्ट केही आवश्यक पर्ला तिमीलाई कसैलाई केही भन्नु पर्ला तिमी उठेर जुरुक्क उठेर हिँड्न मिलेन नि त फ्याट्ट तिमीलाई स्न्याप बनाउनु मन लाग्ला होइन एक्सहरूलाई सेन्ड गर्न मन लाग्ला हेर मेरो बुढा राजा भनेर त्यो कन्डिसनमा चाहिँ अब नेवारी लोकन्ती भनेर हेल्प गर्नुहुन्छ होइन बारे भाइ हो भाइ तिमीले मलाई भाइ बनाउँछौ ल भन सक्छ मलाई भाइ बनाउन अनि छ कि माया त छ कि अलि माया छ कि छैन कसरी माया हुन्छ 2 दिन भेटेर होइन अस्ति एकचोटि भेट्यो आज फेरि भेट्यो माया हुन्छ कसरी के हुन्छ माया हुँदैन नि तपाईँ आफै भन्नुहोस् हुन्छ या हुँदैन हुँदैन नि माया हुन्छ नि हुन्छ होला यो कुरा चाहिँ एकदम सरासर गलत हो होइन एकदम सरासर गलत हो कसरी हुन्छ अस्ति भर्खर भेटेको मैले भेटाइदिएको होइन अब यस्तो हो कि अब तिमीले भेटाइ नि जसले भेटाइ नि हामीलाई प्रकृतिले भेटाएको हो कि हाइट डजन्ट म्याटर भन्न मिल्दैन यस्तो हुन्छ नि त ए दिदी भाइ हो त्यो भाइ हो हुँदैन कि त्यस्तो कुरा नगर्नु म त रोइदिन्छु फेरि रोइदिन्छ तिमीहरू बस्छ अब हामी घुम्न जानु भोलि बिदा छ तिम्रो काम छ कहिले हो बिदा चाहिँ बिदा नै हैन आज थियो बिदा लिनु पर्यो नि त अब त नलिने बिदा नलिनु है बिदा त लिनु पर्यो नि अनि गएको नजाने हप्तामा अरू दिन काम गर्ने 7 दिन बिदा लिनु 7 दिन हुन्छ हप्तामा अनि अब उसले युट्युबले पाल्छ अरे नि त होइन त्यस्तो त होइन तर तिमीलाई केही गाह्रो अप्ठ्यारो पर्यो भने मलाई सम्झाउनु छँदैछु त उसलाई एनक्यास काम चाहिरहेछ एनक्यास काम चाहिएको हो भर्खर हिँड्न मान्छे छु केमा तिमीलाई भन केमा काम गर्नु मन लाग्छ नारिता एयरपोर्टदेखि कहाँ काम एनक्यास काम भनिरहेको छैन के भएको कि अलिकति हुन्छ नि अलिकति मायाले भन्नु तिमीलाई काम गर्नु मन लाग्यो हो होइन भयो 2टा काम पुगिरहेको 2टा काम गर्छौ 2टा हिँड कि ब्याङ्क 2टा ब्याङ्क हो र हेल्प गर्दियो नि त हजुर हेल्प गर्दियो नि त मैले के हेल्प गर्न सक्छु मलाई एनी टाइम मोबाइलको चार्जर चाहियो नि भन म ल्याएर दिन्छु एनी टाइम ओइ मेरो मोबाइलको चार्जर बिग्रियो तिमी नबोल न ठुलो मान्छेको बिचमा सुन न तिमीलाई गाह्रो त्यस्तो के हुन्छ मतलब प्रेसर छ काम गर्ने चेन्ज गर्ने म अर्को ठाउँमा लगाइदिन्छु छैन त्यस्तो छैन तर बिहापछि एउटा मात्रै काम त्यही पनि गर्नु पर्दैन डिस्टर्ब गरे यस्तै हुँदो रहेछ अब हेर न ल अनि तपाईँ जापान छोडेर जाने हुनु भएन अब कहाँ छोड्छु भने म त डिसिजन चेन्ज गरिसकेँ कहिलेबाट अघि नै आएको थिएँ नि उतैनिर त्यहीँनिरबाट मलाई चाहिँ 5 मिनट अगाडि त जान्छु भन्नुभएको थियो होइन म जाँदिनँ अब म अझै बस्छु तिमी कहिले जाने अब हामी सँगै गएर उताउति गएर अनि बल्ल आउने हो नि त अनि त्यही पनि अब उता म अस्ट्रेलिया सिफ्ट भयो भने उतै जाउँ उतै बस्नु अब नेवार नि पछि आउँछु नि अस्ट्रेलिया आउँदिनँ म अब अस्ट्रेलिया जाँदिनँ तपाईँ पनि जान्छु भन्नु भएन र म बिहे गरेर जान्छु अब डाइरेक्ट तिमीलाई नि म राम्रो सम्झी खोजिदिन्छु म आफै खोज्छु नि तिमीले खोज्दिनु पर्दैन राम्रो सम्झी किन हाम्रै सम्झी सधैँ हामी त्यही त नि अब यस्तो भएको कुरा चाहिँ के भयो भने अब तिम्रो मनमा मलाई फेरि म जिन्दगीमा लभ त गर्ने बिहा गर्ने तर कस्तो केटीसँग भने जसको एक्स पनि नहोस् तिम्रो कोही एक्स त हुनुहुन्न छैन नि छैन बोयफ्रेन्ड मात्रै छ एक्स छैन बोयफ्रेन्ड छ बोयफ्रेन्ड चाहिँ एक्स छैन के बोयफ्रेन्ड छ के भन्ने दिदी बोयफ्रेन्ड चाहिँ एक्स छैन छ बोयफ्रेन्ड उसले चाहिँ मन पराएको बोयफ्रेन्डले चाहिँ मन नपराएको होला फेरि उसको चाहिँ
बॉयफ्रेन्ड छ भनिदिने हो र भनौँ न छैन भन्दैन न छैन भन्ने ओयो मैले चिनार भन्ने ऊ त सोध्नु छ क्या जे तिमी जे भन्नु भन्छ उसले त्यही भनिदिन्छ सोची म तिनै सोची डिजर्भ गर्थेँ मलाई कहाँबाट पायो भन न छोडिदिउँ दे छोडिदिउँ दे जोदान स्योदान सही नि किन लाउँछ यसरी ए ना ओइ ना सल आसु पुछ र त उसको सल्ली पुस्छु घोष्छ त्यसले त फेरि ल आँसु नै त नझारी होला न साँच्चै गरेको अनि छ भने बोयफ्रेन्ड छ भने तिमी यतितिर आउनु पर्यो क्या भएन त्यहाँ मैले भने त मेरो जस्तो सबै म जस्तो क्या सिङ्गल म अगाडि छेउमा रुम पाइँदैन म त्यतै सिफ्ट हुन्छु बिहान ठ्याक्क ढोका वार्छु तिमीलाई हेर्छु अनि काममा जान्छु बेलुका आउँछु तिमीलाई हेर्छु अनि सुत्छु मेरो दिन पनि राम्रो हुन्छ मैसँग नाइट काम गर्छौ 3 दिन नाइट काम मैसँग नाइट काम त नेभर होइन मैसँग गर्छ तिमीले उसलाई देख्छौ कसरी राति म त यस्तो गर्छु स्कुल जान्छु स्कुलबाट सोनामाले काम अनि राति आउँछु सिधै हो सोनामा अब बोयफ्रेन्ड तिमीले छोड है अहिले त्यस्तो गर्नुहुन्न राम्रो होइन बोयफ्रेन्ड सोयफ्रेन्ड बनाएको उमेर होइन हो अब उमेर त तिम्रो भइसकेको छ परिपक्व छौ आफै कमाछौ मेहनत गरेको छौ दिन रात एक गरेर काम गरिरहेको छौ तर एउटा कुरा चाहिँ म यो विषयमा के सेयर गर्छु भने अब नेपालमा त अब छोरीले केही गर्दैन भन्ने त्यो एउटा हाम्रो मेरो मम्मीमा पनि छ क्या त्यो तर मैले जहाँ बनाएपछि उसलाई अनि एभ्री गर्ल्स होइन सो भेरी हार्ड वर्क एभ्री डे हुन्छ नि मर्निङ त्यो यहाँ केटीहरूले एउटा स्न्याप बनाएर हाल्दाखेरि कस्तो राम्रो भन्छ नि 6 to 9 को जिन्दगी हो कि 6 बजे उठ्यो अनि बेलुका 9 बजेसम्म 6 to 9 को जिन्दगी हो कि तर लास्ट यत्रो हार्ड काम गरेर एउटा स्टोरी फोटो हाल्दाखेरि अब नेपालमा बस्ने साथीहरूले अन्डरस्ट्यान्ड हुनुहुन्न गएको कुरामा होइन तर मेरो त्यस्तो टेन्सन 6 to 9 होइन 6 to 12 12 बजेसम्म काम मेरो 5 to 5 चाहिँ कसले भन्छ हिजो 5 देखि आज 5 सम्म झन् हार्ड काम गर्छ दिनले त ग्यास्ट्रिक अल्छ बिरामी भन्छ त्यस्तो काम गरेर त कहाँ हुन्छ भने कि अहिले मलाई माया गर्दैन कसैमा मोड्ने नि त तिमीले अब यस्ता भयो ठिकै छ अब जता गए नि मैले पाउने भनौँ न छ भन तिमी भन म छोडिदिन्छु भन न कति मतलब कति भयो लोक गरेको 3 वर्ष 3 वर्ष भयो 3-4 वर्ष छोड्न सकिन्न होला नि त मलाई त छोडे मलाई छोडे ल थाहा पाउन ए सरी है ब्रदर मजाक रमाइलो फेरि त सिरियस हुनु होला धेरै नै केही पनि मान्नु त्यस्तो हो अब तपाईले हैन हाँसो कति मिठो हो के म झन् डर लाग्दा हाँस्छु भन्छ सबले कसले भनेको कसले हो त्यो कसले भनेको मेरो रुमको साथीले हान्दिम नाम भन्न त साथीको हानिन्छ उसले वर्षाले भनेको वर्षा वर्षा नै राम्रो छ मलाई भएछ साथीलाई पनि फेरि भेन्छ नि मिरा पनि मसँग काम गर्छ ए त्यो हामी त ऊ चाहिँ अर्को काममा मसँग छ दिदी चाहिँ म्याकमा दुईजना हामी फेरि फिल्म हेर्न जाने हो नि त अब पल्सालाई भन्दा तपाईँलाई भेट्न आएको थियो धेरै मान्छेहरू कहिले मेरो साथीहरू सबले फोटो हालेको थियो क्या स्टोरीमा मसँगको होइन यस्तो हो कि अब म त फ्रेन्डली छु त्यो सोचेर हाल्नु भयो होला तर पल्सा इज लेजेन्डरी होइन अरू भन्दा नि त्यहाँ रतन कार्कीले त्यो भनेको भएर रतन कार्कीले भनेको भएर चाहिँ हामी हेर्न आएको भन्ने धेरै साथीहरू छ कि उसको मैले नि तपाईँको भ्लग हेरेर हो त्यो फिल्मको देखेको होइन यस्तो त्यो त मेरो सौभाग्य हो किनकि तपाईँहरूले सपोर्ट गर्नु जसलाई अब एउटा सपोर्टै त हो नि अनि मान्छेले यतिकै त हेर्दैन नि त यसलाई पनि केही सपोर्ट होस् मैले नि रमाइलो पाउँछु एउटा त्यो सकारात्मक तरिकाले र मैले त अब एभ्री टाइम अब रमाइलो गरौँ भन्ने नै सोचिरहेको हुन्छु तर धेरै मान्छेले अब त्यो म केही लायकको पनि छैन कि तुलना गर्न कसैसँग हुन्छ नि किनकि 10-12 वर्ष इन्डस्ट्रीमा काम गरेको मान्छे र ममा त धेरै फरक हुँदैन उनीहरूले साथी सम्झेर चाहिँ एउटा पोस्ट जस्तै अब तिमीले नि त अब यस्तो हो कि यस्तो मान्छेलाई अब तिमीलाई सलमान खान भन्दा म भ्यालुएबल हुन्छु कि किन म किन नेपाली हो कि सलमान खानलाई तिमीले चाहेर पनि भेट्न पाउँदैनौ नि त तर म त नेपाली हो मैले भाइ दाई रतन कथा छ अथवा रमेश कथा छ सरोज कथा छ आशिष कथा छ तिमीले भेट्न पाउँछौ नि त त्यही भएर आफ्नो नेपाली मान्छेलाई आफ्नो साथीहरूलाई एउटा आफ्नो समाजको मान्छेलाई चाहिँ सम्झिनुपर्छ सपोर्ट गर्नुपर्छ कि अरूलाई भन्दाखेरि पनि त्यो सोचेर चाहिँ उनीहरूले स्टोरी हाल्यो त फेरि हेन्सम त फेरि पल्सा भन्दा त फेरि म पनि कम त छैन अलिकति हाइटले धोका तर फर्स्टचोटि नै देखेको थिएँ कि मैले आएर अनि कस्तो मान्छेहरूले कति जज गर्थ्यो नि त भिडियो हेरेर तर त्यस्तो जज गरे अनुसार चाहिँ देख्दाखेरि हुनु थिएन क्या म
मतलब मिलियन साल जस्तो तिम्रो एकदम तारिफ गर्दै नि मलाई नि मान्छेले कस्तो एकदम तारिफ वाला यस्तो यस्तोले सोच्यो नि त मान्छेहरूले त अब टिकटक स्टार भएपछि त अब सबैले हैन युट्युब जे भए टिकटक स्टार त यता हैन पहिला त हुनुहुन्थ्यो नि त अहिले पनि हुनुहुन्छ अनि अब राम्रो नराम्रो पक्ष दुइटै आउँछ हैन अनि त्यो नराम्रो पक्ष भन्नेहरू पनि थियो नि राम्रो पक्षहरू भन्नेहरू पनि थियो नि तर देखेपछि चाहिँ राम्रो पक्ष मात्रै हुनुहुन्छ कि जे भने रियल दुःख पनि देखाउनुहुन्छ सबै देखाउनुहुन्छ नि त जापानको बारेमा त्यस्तो अनि किनकि म चाहिँ के सोच्छु कुराहरु पनि हात टच हुन्छ क्या त्यस्तो कस्तो भने मान्छेलाई फेक नदेखाम के हैन त्यो चाहिँ मैले बेन्तो खाइरहेको छु भने म बेन्तै देखाउँछु के मैले मटन खाइरहेको छु भने मटनै देखाउँछु कि म 5 स्टारमा गयो भने म 5 स्टारकै देखाउँछु कि म बाइक चढेँ नि म बाइक चढेको देखाउँछु कि म साइकल चढेँ म साइकल चढेको देखाउँछु किनकि रियालिटी हुन्छ नि रियालिटी इज लङ टर्म के नट सर्ट टर्म जो देखावटी हुन्छ नि हैन त्यो रियालिटी गर्नुपर्छ के कुरा किनकि 10 वर्षपछि पनि मान्छे जापान आउँछ नि त जस्तै अहिले मेरो भिडियो हेर्नेहरू 10 वर्षपछि आउला नि त जापान तर 10 वर्षपछि नि मान्छेले त मलाई सोच्यो नि त रतनले देखाएको यस्तो यस्तो त होइन रहेछ मलाई भाषा आउँदैन 1.5 वर्षसम्म सबैलाई 1.5 वर्षसम्म भाषा आउँछ भन्ने हुँदैन एउटा रियालिटी देखाउनु पर्छ जस्तै मेरो फिलिङ तिमी प्रति एउटा रियालिटी तर के गर्नु अब अलरेडी अब के भन्ने तर केही त्यस्तो भयो भने मलाई सम्झना के त्यस्तो मतलब अब ब्रेकअप गोली फेरि केटा हात ल्याउने होइन नि तिम्रो बोयफ्रेन्डले ल्याउँदैन त्यस्तो अब इताइयो नि हात दुख्यो मन दुख्यो छैन मलाई किन मन दुख्ने राम्रो मान्छेको त बोयफ्रेन्ड पाइहाल्छ नि हामी जस्तोलाई पो कसैले हेर्दैन मेरो मन दुखिसक्यो हुनुहुन्छ कतिजना क्रस होला मलाई मन पराउने कोही आँखा अहिले अहिले तपाईँ गर्लफ्रेन्ड छैन भनेर अब भिडियोहरूमा आउँछ नि त होइन अब तपाईँ गर्लफ्रेन्डलाई अब रिभिल गर्नु त कतिजना केटीहरू सुसाइड गर्छन् ओ माई गॉड एक्चुअली हात दुईटा हात एक्चुअली आयुष्मान बाबा यस्तो भन्ने नि मान्छे चाहिँ अब म नि हात दुदिन होला 2-4 वर्षसम्म त होइन एउटा बहिनीले चाहिँ के भन्थ्यो नि म भेट्न जान लागेको एकदम डर लाग्यो यही मेरो एउटा बहिनी छ होइन हामी काम उसो पूजाको बहिनी के उसले के भन्यो भने उसलाई देखेको रे भेट्न मन लाग्यो यस्तो यस्तो क्रेजी फ्यान रे हरेक एउटा भ्लग हरेक एउटा लाइन याद छ अरे क्या उसको त्यतिसम्म नाम चाहिँ बिर्सेँ मैले होइन ऊ हामीसँग काम गर्ने बहिनीको चाहिँ बहिनी अरे उसको हरेक एउटा लाइन याद छ हरेक एउटा भ्लग पनि छुटाउँदैन अरे के जहाँ देख्यो भने एउटा एउटा लाइन भन्छ अरे तर मलाई चाहिँ मनदेखि भन्नुपर्दा तिमी मन पर्यो राम्रो लाग्यो अब मनदेखि होइन साँच्चै भनेको त्यो जिस्काको डिसरेस्पेक्ट त्यो वाला चाहिँ होइन फेरि एकदम मनदेखि नै म फेरि अब त्यसैमाथि त कार्की होइन कार्की भन्नाले जातपात नहेरे पनि एउटा इमोसनल्ली एट्याचमेन्ट चाहिँ भइन्छ दिदीभाइको अर्को कुरा हामीलाई सजिलो किन हुन्छ भने हाम्रो कल्चर संस्कृतिबाटै होइन अनि अर्को कुरा अब मन मिलिसक्यो होइन अनि तिमी भन नि केही म के भन्ने मिलाउँदा त पल्ला घुमाउन एकचोटि घुमिदिन्छ नि फेरि सोझिन् तिमी बनायो के र त मलाई घुम्नै आउँदैन ल उसले घुमिदियो ल अब त के हुन्छ क्या हो के हुन्छ र अब चाहिँ म गीत बनाउनु चाहिँ टुट्नु थियो टुट्यो मुटु अब जोड्दिन अब के भनौँ साथीहरू अब यस्तै रहेछ अब ठिक छ त्यही पनि म इन्तजार गर्छु 2 वर्ष 2 वर्ष किन तपाईँको उहाँसँग जहिलेसम्म सम्बन्ध राम्रो छ सम्बन्ध बिछोड हुने बित्तिकै यु डोन्ट स्टार्ट भिडियो कनेक्ट टु मी अनि एउटा राम्रो कुरा एउटा सायरी तिम्रो लागि भनौँ मनभरि माया थियो तर अलि पछाडि लैजाउँ क्यामेरा है भनौँ है तिम्रो लागि मनभरि माया थियो भन्न सकिनँ मनबाट चाहे तिमीलाई पाउन सकिनँ सायद तिमीले नि मलाई माया गर्थ्यौ होला तिम्रो माया कहिले बुझ्न सकिनँ सक्यो सायरी सक्यो ताली बजाइदियो सायरी कहिले बिर्सिदिन थ्याङ्क यू अब हाम्रो सम्बन्ध अगाडि बढाउन सकिन्न है सकिन्छ दिदी मलाई थाहा छैन म चिन्दिनँ नि सम्बन्ध अगाडि बढाउन नसके नि भ्लग अगाडि बढाउँला ओके थ्याङ्क यू एभ्रिवान
खुसी लाग्यो तपाईँहरूको कन्भर्सेसन देखेर मलाई नि भिडियो गरेर हो तिमीले मलाई चित्त दुखाइदिइसक्नु भयो भिडियो गरेर हो ल भाइ छोडिदिनुहोस् ए भिडियो गरेर हो होइन कि मलाई पेट एकदम चित्त दुखेको पेट दुखेर चित्त दुखिसक्यो यहाँ पेट दुख्छ मेरो नि दुख्छ कहिले सबैको दुख्छ मेरो चित्त दुखिसक्यो तिमीहरूको कुराले तिमीलाई छैन अब बिहा मैले गरेर तिमीले टाइममा खाना खाउँछौ मेरो पेट यस्तो नमिठो पकाउँछ नि उसले म सिकाउँछु मैले मिठो बनाउँछु मैले मिठो बनाउँछु रतनले के नमिठो बनाउँछ क्या मैले त मिठो बनाउँछु तिम्रो हातै मिठो छ स्माइलै मिठो छ डिम्पल छ नि उसको डिम्पल छ नि हेर न छैन डिम्पल खै छैन क्या तिमीलाई डिम्पल किन चाहियो कि डिम्पल भन्दा पिम्पल सिम्पल कान्छीको लाइक पिम्पल्स डिम्पल नाइट गाला म छुट्याइदिन्छु तिम्रो नाइट कसरी छुट्याउने र अब बिस्तारै बिजनेस गरौँला नि सँगै के को ल के को बिजनेस गर्ने नि उसले लुगा पसल खोर्छ तिमी मोडल बनिदेऊ होइन उसलाई कहाँ मोडल बनाउँछु म त के अम्बानीले आफ्नो बुढीलाई मोडल बनाउँछ बनाउँदैन नि राजाले रानीलाई कसरी राख्छ राजकुमारीलाई कसरी राख्छ मेरो आमा रानी मेरो बाउ राजा म राजकुमार तिमी राजकुमारी यो डायलग त मलाई नि भनेको थियो उसले फर्स्ट ब्लग त्यो त सुरुमा पो हो त यता पनि सुरुमै होला होइन होइन तिमीसँग त भइसक्यो बसिसक्यो मेरो मलाई नि यो लाइन त मलाई नि भनेको थियो छैन यस्तो त भन्थेन उसको फर्स्ट ब्लगमा र यो लाइन ईश्वर मेरो त कहाँ भेट्या भन्नु न यी त्यो सुगामोमा अनि तिमी अहिले चाहिँ कहाँ भेटेछौ त यो सुगाम होइन काना मेचो अरू केही अरू तिमीलाई नि मलाई मना गर्छ जस्तो लागिसक्यो कि मलाई कसरी थाहा भयो फेरि माया गर्छ है जबरजस्ती है भन्नुहुन्छ र तर तिमी दुईटा बोयफ्रेन्ड डिजर्भ गर्छौ के नै त्यसो गर्नुहुन्न किन त्यतिकै राम्रो होइन नि त दुईटा बनाउनु हुन्न के तर तिमी डिजर्भ त गर्छौ नि त यो डिजर्भ द बेस्ट मेरो बाहिर गयो पनि त्यही लेखाएको छु मैले त्यो लाइन चाहिँ तिम्रो लागिरहेछ ठ्याक्कै यो किरा यस्तो राम्रो मान्छे बसेको किरा हो सायद तिम्रो उज्यालोले होला नि त तानेर ल्याएको बत्तीको उज्यालो ल्याऊ यही छ बत्ती आज लज आएरै गएर हौ रात पनि यस्तै त हो नि अरेन्ज म्यारेज अरेन्ज लभ भने चाहिँ रातभरि मिठा मिठा कुराहरू मिठा मिठा सपनाहरू अब एकअर्काको भावनाहरूलाई सँगाल्दै सपनाहरूलाई अघि बढाउँदै गुड गोइङ